एक नेपालको चर्चित कलाकार अशोक दर्जी भाइमाथि कुटपिट भएको एउटा भिडियो सामाजिक सञ्जालहरुमा भर्खरै हाम्रो विनयजङ बस्नेत पूजा बस्नेतज्यूले राखेको देखिएपछि ए भाइ हो अशोक दर्जीले कति खाएको छ तिम्रो हैन, बरु हामी दिन तयार छु हैन, भिडियो गरेर लाइभ गरेर हैन एउटा कलाकारलाई खुलेआम कुटेर बेजोत तिम्रो खायो होला। ल 1 लाख 2 लाख 3 लाख कति खायो, 10,000 20,000 30,000 कति खायो, हामी दिन तयार छौं। तर लाइभमा राखेर एउटा कलाकारको इज्जत छ, एउटा कलाकारको छुट्टै पहिचान छ, त्यसरी कुट्ने अवस्था यदि उसले गल्ती गरेको भए पनि कानुनी रूपमा नेपाल कानुन हातमा लिएर आफै प्रहरी बनेर आफै न्यायालय बनेर न्यायालयले त कुट्न पाउँदैन, प्रहरीले त कुट्न पाउँदैन भने तिमीले भिडियो बनाएर कुटेका छौ। यो जहाँ कुटपिट भएको छ तुरुन्तै नेपाल प्रहरीले यो सत्य तथ्य घटनालाई छानबिन गराएर तुरुन्तको तुरुन्त यो गृह मन्त्रालय मार्फतबाट, प्रधानमन्त्री मार्फतबाट, राष्ट्रपति मार्फतबाट यो कसरी हुन्छ केरी हुन्छ। यो सामाजिक सञ्जालले यसरी बदनाम गरेर मान्छेको बदनाम गरेर नमर्नु र बाँच्नु। हामीले त मन बिनाको धन ठुलो कि धन बिनाको मन भन्ने गीत दिखुनबाट हामीले अशोक दर्जीको हरेक एउटा भिडियो हामीले त उसलाई त 2 वर्ष 3 वर्ष 4 वर्षको उमेर दिखुनबाट उसको बिचारा त्यो भिडियो हामीले हेरेको छौं। त्यो एकदम दुःखको कुरा हो। अशोक दर्जी भाइले यो पिटाई खाएको ठाउँ कहाँ हो के हो सत्य तथ्य छानबिन गरेर नेपाल प्रहरीहरूले तुरुन्तको तुरुन्त त्यस्ता व्यक्तिहरू कुन के को लागि पिटे, भोलि यो भिडियोले गर्दाखेरि अरू मान्छेलाई पनि ठूलो समस्या पर्न जाने भएको कारणले गर्दाखेरि यस्ता कुराहरूलाई सामाजिक सञ्जालमा हाल्नुभन्दा अगाडि, सामाजिक सञ्जालको भिडियोमा हाल्नुभन्दा अगाडि यो भिडियोलाई भनौं न साइबर ब्युरो बोटाइटी दिखुनबाट ल्याएर हरेक ठाउँबाट पहिला यो भिडियो समाजको लागि उपयुक्त छ कि छैन, समाजको लागि यो भिडियोले सकारात्मक सन्देश दिन्छ या नकारात्मक सन्देश दिन्छ, त्यो सत्य तथ्य भएर मात्र यो सामाजिक सञ्जालको हाम्रो मोबाइलमा आइयोस्। होइन भने एउटाले श्रीमतीलाई काटेर लडाइरहेको हुन्छ, हातमा खुल्ली आम खुक्किरी बोकेर बसिरहेको हुन्छ, एउटाले मान्छेलाई मार्छ भनेपछि अर्कोले पनि मार्छ। यो जे भएको छ यो ट्रेन जस्तो एउटा चलिरहेको छ। सामाजिक सञ्जालहरुमा यस्तो भिडियो हाल्ने बेलामा अपलोड गर्ने बेलामा पनि एकदमै विचार पुर्याएर मान्छेको मर्यादापट्टि, मान्छेको चाहिँ एउटा इज्जतमाथि एउटा कालो धब्बा लगाउने काम भइएको छ यो सामाजिक सञ्जालबाट पनि। जतिजनाले यो भिडियो हेर्दै हुनुहुन्छ अशोक दर्जी भाइले कति खाइदिएको रहेछ, कति लिइदिएको रहेछ त्यो भाइहरूको पैसा म प्रकाश भुजेलले दिन तयार छु। मलाई राति बोलाउनुस्, अहिले बोलाउनुस्, म अहिले दाङ जिल्लाबाट आउँदैछु, म बुटोल आउँदैछु। अशोक दर्जी भाइको घर कहाँ हो, कुन ठाउँमा हो, त्यो कति खाएको रहेछ, बरु हाम्रो संघ संस्था नेपाल तान्त्रिक झाँक्री संघले बेहोर्ने प्रतिबद्ध पनि गर्छौं, हामी दिन तयार छौं। बरु हाम्रो एउटा किडनीकै बेचेर किन नहोस् हैन, नेपालको कलाकारमाथि भिडियो गरेर ती भाइहरूले जुन त्यो भिडियो राखेर चाहिँ मान्छेको चाहिँ चरित्र हत्या गरेको छ, यसमा सजाय र यसले समाजलाई के दिइरहेको छ र यो समाजले के खोज्न लागेको छ, यो सत्य तथ्य भिडियो अहिले भर्खरै मैले त भर्खरै देखेँ र आज खिच्यो या पहिला खिच्यो त्यो थाहा छैन, तर मेरो आँखाले चाहिँ भर्खरै दिएको कारणले गर्दाखेरि मेरो मनले नमानेर म अहिले गाडीको यात्राको क्रममा छु। तर मैले यस्ता कुरा देखेको कुरालाई मैले छोड्नु हुँदैन, यो कुरालाई चाहिँ मैले चाहिँ साथ दिन पर्छ। एउटा कलाकारको नाताले एउटा कलाकारलाई चाहिँ खुलेआम लाइभमा राखेर त कलाकार होइन तैले पैसा खाएपछि दिन पर्दैन भनेर यसरी कुटेपछि भोलिको दिनमा अरूको मर्यादामाथि पनि ठूलो समस्या पर्न सक्छ। यो भिडियोलाई सक्दो शेयर गरेर कलाकार अशोक दर्जीको बिचारा ती भाइले हाम्रो कसले लगेर उहाँलाई भाइरल बनाएको थियो, टङ्गबुढा देउकीज्यूले लगेर उहाँले घर बनाइदिनु भएको छ। बिचारा टङ्गबुढा देउकीज्यूले पनि यो भिडियो उपलब्ध गराइसक्नु भयो होला। भर्खरै हाम्रो विनयजङ बस्नेतज्यूको लाइभबाट मैले फेसबुकबाट पाएँ, पूजा बस्नेतज्यूको फेसबुकबाट पाएँ। यो एकदम दुःखद घटना हो, यो एकदमै दुःखदमय कुरा हो। बरु मान्छेले चट्ट मारेर फाल्दाखेरि बरु आनन्द सन्चो हुन्छ, तर सामाजिक सञ्जालमा बदनाम गरेर
मान्छेलाई डिप्रेसन पार्ने बहुल बनाउने काम जसले गर्छ त्यसलाई नेपाल सरकारले हदैसम्मको त्यसलाई कुन दफामा लाग्छ कुन चाहिँ निकायमा चाहिँ कसरी उसलाई कारबाही हुन्छ त्यो गर्न पर्छ। यो राम्रो होइन, समाजलाई सन्देश राम्रो गएको छैन। पक्कै नै यो समाज अहिले कली लागेको हुन सक्छ। यो कलीको कारणले गर्दाखेरि मान्छे पक्कै बहुलाएका हुन्। यो समाचारले राम्रो दिँदैन। कलाकार संघ कहाँ हुनुहुन्छ अहिले? अब जति हुनुहुन्छ रात्रिकालीन व्यावसायिक र कलाकार संघहरू कहाँ हुनुहुन्छ? कलाकारजीहरूले यो प्रतिक्रियामा कस्तो कस्तो भूमिका खेल्नुहुन्छ, के गर्नुहुन्छ? तर हाम्रो संघको तर्फबाट नि घोर विरोध छ कि अशोक दोर्जी भाइलाई उसले खाइदिएकै छ भने पनि, यदि लिइदिएकै छ भने पनि उसलाई मोबाइल लाइभ गरेर पिटी भिडियो बनाएको छ, गालामा हानेर। ती व्यक्तित्वहरूलाई कहाँ छन्, कुन ठाउँमा छ? अहिले नै भर्खरै हामीले सामाजिक सञ्जालमा देखेको, सामाजिक सञ्जालबाटै नै सत्य तथ्य निष्पक्ष छानबिन हुनुपर्छ। हेक्का रह्योस्, यो हामीले गलत देखेका होइनौ। भर्खर अशोक दोर्जी भाइले पिटाइ खाएको छ, एकदम गलत छ। म दाङबाट आउँदैछु, म बरु अशोक दोर्जी भाइको गाउँ कहाँ हो, कुन ठाउँमा हो, कति पैसा खाइदिएको रहेछ, प्रकाश भुजेलले बरु आफू चढेको गाडी बेच्छ बरु होइन, ऋणमा लिएको गाडी छ, भाडामा लिएको गाडी छ, बरु अरूलाई दिन्छौँ हामी।